साथीहरु नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। र आज फेरि नयाँ दिन नयाँ भिडियोको साथमा म उपस्थित भइसकेको छु र हजुरहरु सबैलाई फेरि पनि स्वागत गर्दै आजको भिडियोको सुरुवात गरिरहेको छु। र आज चाहिँ हाम्रो घरमा एकदमै स्पेशल तरिकाको काम भइराखेको छ। स्पेशल भनेको आज चाहिँ पोर्क कटिङ हुँदैछ अनि आज चाहिँ बबाल तरिकाले पोर्क कटिङ, त्यसपछि आजको दिन के कस्तो हुन्छ त्यो सबै म तपाईहरुलाई देखाउने छु। र अब चाहिँ म बाहिर जाँदैछु। अहिले चाहिँ म रुममा छु। अब चाहिँ म बाहिर जान्छु, के कस्तो हुन्छ हेर्दै गर्नु होला है त। म बाहिर चाहिँ रेडी हुँदै रहेछ। यता भतिजाहरू छन्। तैँले किन त्यसो गरेको अघि भन् त? सुँगुर घोचिराखेको कि, अनि बाँसले समय राखेको थियो, ऊ त बल लगेर गएर पङ्गे हान्थ्यो, सुँगुर उठेर कुद्यो कि। के खानु भएको? दुध? यता काम हुँदैछ, अलिकति फोरफार थियो, यता डढाउने काम हुँदैछ म्याडमको। हजुर बिलेट छ अहिले गर्ने र बिलेटले। उहाँ हाम्रो दाजुहरू हुनुहुन्छ। दाजुले स्वागत छ है सुँगुर भुत्लाउँदै भिडियोमा। हामी त सुँगुर पनि बनाउँछौँ है, खान मन लाग्छ। के गर्नु र आज फगुवाको दिन के हो? अब बनाइदिउँ हो अन्त एउटा सुँगुर सिक्यो। यता यतापट्टि आइज न भुँडीको भाइ। लु तँलाई पनि स्वागत छ। के छ तेरो हालखबर? है तँलाई नि निकै ठुलो भइसक्छ। ए कानमा हुँदैन होला हात राख्नु नि हो। अहिले चाहिँ सुँगुर यहाँ आधी पारेर एक पाटा त्यसै बाँकी छ। अनि हाम्रो चिया नास्ताको काम हुँदैछ। तैँले चिया किन नखाएको भाइ भन्? मैले खानु हुँदैन अरे आज, पूजा नगरे हुँदैन हो। पूजा गरेर खाने गरेको? पूजा पहिला सहित आएर चौकमा। ए ल ल ठिक छ। अब चाहिँ चिया खानु पर्ने हुन्छ। बिहान बिहानै असर पर्दैन नि? के पर्दैन, ग्यास्ट्रिकले चाहिँ डल्लो पार्ने हो। त्यो पितामार्गबाट 1 लिटर दुध लगेर पाइँदैन, देखाइरहेको पानी नै नहालेको दुध पाइन्छ। कति राम्रो। अनि यहाँ भइरहेछ त नि। आधी बनाइदियो
ल नि त नि आधी गर्दै गरौँ एक्लै पल्टाउँदो रहेछ यार तीन ठाउँ हो धेरै ठाउँ छैन यो हो त्यो चाहिँ बाबाले हानेको त्यो एकैचोटिमा गएको फेरि कति 2 मिनट पनि लागेन अनि यहाँ हान्नु त ठ्याक्कै उयसमै त परिगयो खुलामै परिगयो अनि कहाँ जान्छ यो यसो राखौ कि सट्ट भनेर यहाँबाट यतापट्टिबाट दाहिनेपट्टि ठ्याक्कै यसो अनि अहिले चाहिँ हानेको के हो त अनि यो यहाँ हुरुरु आउँछ अहिले होइन होइन नछोड्नु अहिले कुखुरा नछोड्नु भित्रै चारो हालिदिनु हजुर हुरुरु आउँछ कि अहिले भित्रै हालिदिनु मम्मी यता अहिले आउँछ कि हुरुरु यहाँ धुने हो कि अहिले यतातिर आयो भने काम गर्न अप्ठ्यारो हुन्छ नि त टेक्किन्छ चल्ला ल ल होइन त्यहाँ म आइहाल्छु कि आउँछ अलि यस्तो बनाउन यतापट्टि उता घुमा कता घुमा उहाँ पर घरमा बस्नु ल है ल बिहान भन्नु यता त हुँदैन टाइम छ है त्यसमा कपिराइट लाग्यो अर्काको गीतहरू चलाइदिनु हुँदैन दर्ता त ब्लक त हुँदैन समाचारहरू बनायो भने 1000 सब्सक्राइब पुगेपछि मोनिटाइज भन्ने हुन्छ अनि मोनिटाइज गरेपछि पैसा भएको छैन नि त त्यही त सब्सक्राइब बढाउनु अरूले जस्तो त्यो युट्युबरहरूले गर्न चाहिँ यसमा नभन्नु युट्युब चाहिँ नभन्नु युट्युबर भन्नु होइन अनि तिनीहरूले त कहाँ कहाँको फोटो समाचारहरू अनि त्यस्तो गर्न पाएन परिवार समाज भनेर एउटा च्यानल खोल्नु च्यानल खोलेपछि अनि विभिन्न खालका नौमती बाजा चाहिँ खालि त्यो च्यानलबाट पोस्ट गर्नु कि परिवार सेवा समाज गर्ने बित्तिकै टाइप गरेर हेर्ने बित्तिकै नेपालमा बज्ने नौमती बाजाका सबै धुनहरू चाहिँ त्यहाँ भेट्यो अनि हौ त्यो खालको चाहिँ त्यो च्यानल चलाउने मान्छे चाहिरहेको छ सुरुवानी काम गर्ने मान्छे छ स्ट्यान्ड छुयो भने गइहाल्छ है अनि म जम्मै फरे गरेको सबै हाल्दिने भाइ रगत चाहिँ नजिकबाट देखाउनु त्यो दाउ ल्याइदिएन भनेर कतिपल्ट 10 जनालाई चाहिँ भन्यो यस्तो भनेर
यसले के सारा दाजुले ल्याएको चक्लेट यहाँ ल्याइदिनु भएको थियो अनि अहिले ल्याइदिइहाल्छ आन्टी भन्यो भने पाकेटै गएको चक्लेट त हामीलाई त कति दिइदियो हाम्रो घरमा यस्तै के यो चाहिँ के हो भइरहन्छ नि अब टुक्राउने काम अलि छिटो हिँड्नु न अलि छिटो त्यो थालले छोपेर भुजा सानो पनि ल्याउनु नि भाइ मिलेको छैन अनि यसलाई जुम गरेर एडिट गर्न भाग लाउने कि भाइ के हो रोक्दै दिने भाग 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 हो अलिकति ल भाग लगाउँदै गर्छु समय लाग्छ भाग लाउनु अनि टाइम लाग्छ क्या भाग लाउँदा त्यसो हुँदा काँचा पिसा मिल्ने भन्ने 4-4 जना 5-5 जना फरक कन्टिन्यू नगरे रोक्दै गरे अक्पल कहाँ देख्छ तेरो हुकुरी भयो यहाँ ले रगतहरू हुँदा चाहिँ 0.5 बाट गरे खुकुरी के हड्डीमा त नहाल्नु त्यो झरिहाल्छ एउटा पुस्ने कपडा छ अनि यो लट्ठी चाहिँ के गर्नु भाइ त्यो 30 पिस होला बनाउनु पर्ने फिक्स हो नि त अब त हसारमा क्यामेरा हुन्छ नि कभर यहाँ काटिया ल अन्त ठुलो क्यामेरा जान्छस् भाइ बुधबारे यो फोटो तैँले काट्ने होइन म टोक्टा टोक्टा बनाइदिन्छु ल हजुर टोक्टा टोक्टा बनाइदिन्छु भाइ अब त्यो ब्याक गरेर फोटो एउटा क्याप्चर गर्नु मिल्दैन मिल्छ होला खिचिस छैन ह्याप्पी होली खोइ ह्याप्पी होली भनेको सबैले भन त ल सबैले भन न ह्याप्पी होली भन न खोइ भनेको खोइ ह्याप्पी होली भनेको भन त अनि आज चाहिँ साथीहरू होली पनि रहेछ अनि होली पनि मनायो यहाँ अलिकति रङ लगाइदिएछन् मलाई पनि अलिकति है भाइ बहिनीहरू सानो सानो भाइ बहिनीहरू खेल्दै रहेछन्
अनि उनीहरूले चाहिँ टिका मात्रै लगाइदिउँ है भने अनि ल ठिक छ नि त टिका मात्रै लगाइदिनु है भनेको सबै लगाइदिए अब मान्नै पर्यो आज होली हो होइन त्यसो हुनाले चाहिँ अब घरमा आज बिहानको हाम्रो काम त देखिहाल्नुभयो अहिले चाहिँ 12-1 बजिसकेको छ अनि अहिले चाहिँ सबै काटकुट सब सिद्ध्याएर अहिले चाहिँ खाना खाएर एकछिन आराम गर्ने भनेर चाहिँ सोचिराखेको छु र अब आज दिनभरि सायद यताउता गइन्छ होला घुम्नको लागि अनि सबैजनाले ह्याप्पी होली यहाँ अहिले चाहिँ दाजु भाउजूको घरमा आएको छु म अनि भाउजूले यहाँ आज होली मनाइरहेछ ल यहाँ दिदी बहिनीको होली सुरु भइरहेछ ल भाउजू मलाई लगाइदिनु निधार कसलाई आज त लाउनुपर्छ ल ह्याप्पी होली है त ल ह्याप्पी म लगाइदिनु
हामी आइपुग्यो जेठा भतिजको घरमा। पकाउन कि पिठो कुट्नु? ल है भागेको मान्छे। ओ बिस्तारी बिस्तारी। कहाँ भागेको? बहिनीहरू कहिले आएको? ए ल ए ल भयो ल है। त्यो कहाँ भागेको त्यो? तँ किन भागिस्? यहाँ आइज। त्यो भाग्ने मान्छेलाई लगाइदिँदा त हुने रहेछ फेरि। यहाँभन्दा कति लाउनु त होइन? आज ह्याप्पी होली हाम्रो यस्तै भइरहेछ। अनि यहाँ चाहिँ मैले अघि भन्न बिर्सेछु यहाँ चाहिँ एउटा एकदमै राम्रो खालको यो हाम्रो पुरानो सिस्टम यहाँ चलिरहेको रहेछ। यो के गरेको अरे नानी? यो चाहिँ रोटी खानालाई पिठो कुटेको हामीले ओखलीमा यो यसलाई चलाइथ्यो ओखली। अहिले चाहिँ पहिलेको यादले अहिले नि अब भर्खरै नि ओखली चलाएको मिलमा नभ्याउने अरे। बाहिरबाट भाइले पनि हेर्छ होला, के भन्छ? अब हेर्नुहुन्छ होला ह्याप्पी होली छ होइन? ओ त्यहाँ पिठोमा पर्छ है। त्यहाँ पर्छ त्यहाँ पर्छ। यसलाई चाहिँ पहिला चाहिँ चलाइन्थ्यो। यसलाई ओखली भनिन्छ। यो ओखली हो। अब कति पहिला त थाहा पनि होला होइन? पहिलाको मान्छेलाई त थाहा हुन्छ, तर अहिलेको नयाँ पिँढीलाई चाहिँ त्यति थाहा नहुन सक्छ। अनि यो चाहिँ ओखली हो। यसलाई चाहिँ मुस्ली भन्छ होइन? मुस्ली होइन, यो मुस्ली हो। यो कता कता मात्रै भेटिन्छ। यहाँ चाहिँ हाम्रो छोरा बुहारीकोमा चाहिँ रहेछ अहिले। आमा भयो लु अहिले नआइसकेको एकान्छे अब म नआउँदिन त टिको चाहिँ लगाउँ टिको है भयो भनेको आधी केजी लाग्यो है ल। राम्रो भिडियो गरी भिडियो त गरे। नमस्ते भयो धेरै नगर्दा हो। नुहाइ धुवाइ गरिसकेको हो एकचोटि? ल साथीहरू, यहाँ चाहिँ आज छोरा बुहारीको घरमा आएको। यहाँ चाहिँ सेल पकाउने काम पनि भइरहेछ हाम्रो। अनि यहाँ चाहिँ मेरो मिसेस आज होलीको रङसहित पुरै सेलरोटी लाउँदैछन्। यहाँ सेलरोटी त यहाँ बबाल छ नि। ल साथीहरू, आज चाहिँ अब
आजको दिन के कस्तो भयो भन्ने बारेमा देखि नै हाल्नुभयो र आज होलीको दिन सबैजना होली खेलेर रमाइलो गर्नु नै भयो होला। हामी पनि अब देख्न सक्नुहुन्छ अहिलेसम्म पनि मैले नुहाइ गरेको छैन। अहिले चाहिँ रात परिसकेको छ, झन्डै झमक्कै भइसकेको छ बाहिर चाहिँ। अनि अब चाहिँ बिहान हजुरहरूले देख्नुभयो हामीले सुँगुर कटिङ गरेको थियौँ आज। अनि त्यो चाहिँ अहिले चाहिँ अब अलिकति त्यसको केही मिठा चिजहरू बनाएर परिकारहरू बनाएर खानुपर्ने हुन्छ। त्यसको लागि चाहिँ दाइहरू बाहिर रेडी भइराख्नु भएको छ। अनि त्यो चाहिँ हामी बनाउँदैछौँ। अब चाहिँ त्यो बनाउनतिर पनि लाग्नुपर्ने हुन्छ। र अहिले चाहिँ यहाँ हामी पकाइ बनाइ गर्ने काम अझै पनि जारी छ। सबैजना भेला भइसक्नु भएको छैन दाजुभाइ। अनि त्यस कारणले चाहिँ यहाँ पकाइ बनाइ भइरहेछ। यहाँ चाहिँ दाइले चाहिँ आज सुँगुरको मासुमा पल्केर हो भन्ने गीत छ नि, त्यस्तै सुँगुरको मासुमा पल्केर वाचिपा बनाउँदै हुनुहुन्छ दाजुले। यहाँ दाजु के बनाउनु भएको यहाँ? यो खोले वाचिपा। वाचिपा होइन, खोले भन्दा नि वाचिपा होइन। वाचिपा सुँगुरको मासु रोटी मोटो भित्र हालेर यो खोले बनाएर पाक्दैछ। अलि यो यस्तै कि अलि 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 चाम्रो बनाउने हो कि यस्तै? अलिक चाम्रो बनाउनुपर्छ। अलि चाम्रो बनाउने पकाएरै होइन त? पकाएको गरेन अनि काटेकै। हाम्रो चाहिँ दाजुभाइहरू अलिक धेरै छौँ तर सबैजना भेट यति बेलै हुन सकिएन। र पनि अब पकाउने खाने कार्यक्रम चाहिँ चलिरहेछ। कहिले दाजुकोमा कहिले भाइकोमा त्यस्तै भइरहेछ। अब परदेशबाट घर आइएको छ, सबैजना गोलटोल भएर एकै ठाउँमा जम्मा भएर खान पाए चाहिँ एकदम रमाइलो हुने रहेछ होइन। परदेशमा हुँदाखेरि यी चिजहरूको चाहिँ एकदमै धेरै याद आउँछ कि सबैजना भेला भएर एक ठाउँमा बसेर झ्याप्पो पस्केर खानुको मजा नै बेग्लै हुन्छ। त्यो भइराखेको छ। आजको म आइसकेपछि चाहिँ अस्ति म यहाँ घर आइसकेपछि चाहिँ त्यो खालको माहौल बनिरहेछ। यो देश अविस्मरणीय हुन्छ, त्यसको लागि पनि यो सबै कामहरू भइरहेछ यहाँनिर। अब भोलिका दिनहरूमा यस्तो समय जोड्न गाह्रो हुँदो रहेछ कि एकचोटि यो दिनहरू अब 2-4 वर्ष पछाडि अब त्यो माहौल कता के पुग्छ थाहै हुँदैन। तर यसरी भिडियो गरिराखेर हजुरहरूले पनि देख्न पाउनुहुनेछ। अनि हामीलाई पनि त्यो एकदमै अविस्मरणीय बन्नेछ। त्यसको कारणले गर्दैछौँ। एकदम भन्दै चाख्नुपर्ने। चाख्नु न तपाईँ अनि कस्तो। ल म आइहाल्छु। अब यहाँ हाम्रो माहौल चाहिँ हेलो नमस्ते। नमस्ते। यो चाहिँ मेरो भतिज हो। वेलकम टु ब्याक। त कहाँ गएर आएको अरे? म प्रोग्राममा गइरहेको। प्रोग्राममा गीत आज खत्रै गाइयो? खतरा हल्लाएर आइयो नि। ल ल बधाई छ तँलाई। ल बधाई। यता फेरि हेलो नमस्ते नमस्ते हो नमस्ते। खै त खै खै नमस्ते 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 गर्दैौ न। नमस्ते। अब मुख चुचो पार्दै नि त। मुख चुचो पार्दै। खोइ यता यता हेर न। मुख चुचो छिटो। मम्मी मोबाइलमै बिजी हुनुहुन्छ। छोड्न एकछिन यता आइज। तँलाई देखाइरहेको छु। यो बाँसुरी कसले बनायो? बच्चा पनि यस्तो यो पछाडिपट्टि यहाँनिर चप्पलको उयो लाउनुपर्छ कि यसमा। त्यो यत्रो टाढा हुन्छ पुवाल। यो अलिक नजिकमा बनाउनुपर्छ। ल साथीहरू आजको बिहानदेखि अहिलेसम्मको भिडियो त हजुरहरूले हेरि नै हाल्नुभयो। कस्तो लाग्छ यहाँ आउन। कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला। र अहिलेसम्मको भिडियो र आजको होली हजुरहरूले कसरी मनाउनु भयो त्यो पनि कमेन्टमा लेख्नुहोला। हामीले यसरी मनायौँ भनेर। मैले त भिडियोमा देखाइहालेँ। हाम्रो चाहिँ होली आज यस्तै भयो। र अहिले बेलुका चाहिँ
बिहान काटेको सुँगुरको कटिङ सहित भन न खानपिन आज राम्रो व्यवस्था थियो त्यो सबै गरिसक्यो र अब चाहिँ हामीले बिदा माग्ने बेला भइसकेको छ। अब चाहिँ हामी हजुरहरूसँग छुट्टिन्छौँ आजको लागि र अर्को भिडियोमा हाम्रो अवश्य पनि भेट हुने नै छ भन्दै अहिलेको लागि चाहिँ हामी छुट्टिन्छौँ। यो भिडियो चाहिँ हेरिसकेपछि लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला भन्दै हामीलाई साथ सपोर्ट गरिदिनु होला भन्दै अहिलेको लागि बाई बाई।